अहिले यो देख्नु भएको दृश्य चाहिँ यो बन्दीपुरमा रहेको यो मिनी ग्रेट वाल, यो चाइनामा रहेको ग्रेट वालको लगभग कपी जस्तै गरेर यो बन्दीपुरमा यो मिनी ग्रेट वाल निर्माणको चरणमा रहेछ। यहाँ पनि एकचोटि तपाईहरु आउन सक्नुहुनेछ। यो बन्दीपुरको पुरानो बजारबाट लगभग 20 मिनेट उकालो लागे पछाडी यो मिनी ग्रेट वालमा पुग्न सकिन्छ। अझै चाहिँ यो प्राय बन्दीपुरमा आएका पर्यटकहरू चाहिँ यो मिनी ग्रेट वालमा आउने गर्छन्। यो मौसम खुलेको अवस्था भएको अझ यस्तो राम्रो देखिन्थ्यो। आज चाहिँ मौसम अलिकति धमिलो भएको हुनाले यो खास त्यति राम्रो चाहिँ देखिया छैन। यहाँ साथीहरू पनि यही मिनी ग्रेट वाल अवलोकनको लागि आउनु भएको छ। निर्माणकै चरणमा छ यो। अबको लगभग 1 वर्षमा त यो पुरै फाइनल भइसक्छ। यहाँ यस्ता उदण्ड मान्छेहरू पनि छन् के फेरि। ल तपाईलाई स्वागत गर्दछु। ग्रेट वालमा आइसक्नु भयो तपाई। कहाँ लाग्छ? ग्रेट वाल म सर देखाइदिन्छु भनेर हो। यो वहीँसम्म छ। एकचोटि तपाईहरु पनि आउनु होला है। मेरो यो अनुरोध पनि छ। यो आन्तरिक पर्यटन प्रवर्धन गरौँ भन्ने। त्यसै पनि बन्दीपुर भ्रमण वर्ष 2025 घोषणा भइसकेको छ। एकचोटि चाहिँ आउनु होला।